के हामीले पुराना राजनीतिक सिन्डिकेट र भ्रष्टाचार अन्त्यकै लागि नयाँ शक्तिहरूलाई मत दिएका थियौँ? मार्च 2026मा नेपाली जनताले एउटा अभूतपूर्व क्रान्ति गरे। पुराना दलहरूको दशकौं लामो कुशासनबाट वाक्क भएका नागरिकहरूले देशको नेतृत्व युवा र पढे लेखेका विज्ञहरूको हातमा सुम्पिए। काठमाडौँको सहर सफाई र पपुलिजमको जगमा बालेन्द्र शाह देशको प्रधानमन्त्री बने र अर्थमन्त्रीको बागडोर अन्तर्राष्ट्रिय ख्याति प्राप्त अर्थशास्त्री डाक्टर स्वर्णिम वाग्लेको हातमा पुग्यो। जनताले सोचेका थिए अब सिंहदरबारका अँध्यारा कोठाहरूमा व्यापारिक घरानाहरूको इसारामा बजेट बन्ने छैन, अब नीतिगत भ्रष्टाचार रोकिनेछ। तर नयाँ शक्ति बनाउँदाहरूले सत्ता सम्हालेको 3 महिनामै यो सुशासनको रङ्गमञ्चमा एउटा यस्तो नाटक मञ्चन गरिदिए जसले सिङ्गो देशलाई स्तब्ध बनाएको छ। आर्थिक वर्ष 2083-84 को 21 खर्ब 24 अर्ब रुपियाँको बजेट सार्वजनिक हुनुभन्दा ठिक केही दिन अघि नेपालका उत्तरी भन्सार नाकाहरूमा एउटा अनौठो हतारो देखियो। सयौंको संख्यामा चिनिया इभी ब्रान्ड BYD का गाडीहरू भट्टाभट भित्रिन थाले र जब जेठ 15 गते अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदको रोस्टममा उभिएर बजेट पढे तब रहस्यको पर्दा खुल्यो। आयातकर्तालाई अर्बौंको फाइदा हुने गरी करको रूप र रेखा नै बदलिसकेको थियो। लोकतन्त्रमा नागरिक सर्वोच्चता र जवाबदेहिता सबैभन्दा ठूलो खम्बा हो। तर बजेटको पूर्व सन्ध्यामा राज्यको सबैभन्दा सुरक्षित र गोपनीय मानिने अर्थ मन्त्रालयको सूचना कसरी लिक भयो? डाक्टर स्वर्णिम वाग्ले जस्ता बौद्धिक नेताले राज्यको गोपनीयता किन र कसका लागि जोगाउन सकेनन्? र सबैभन्दा लज्जास्पद कुरा, यत्रो ठुलो काण्ड हुँदा भन्सारका साना कर्मचारीहरूलाई सरुवा गरेर बलि चढाउने अनि नीतिगत निर्णय गर्ने अर्थमन्त्रीले राजीनामा दिन नपर्ने? लोकतन्त्रमा राजीनामा नदिनु भनेको सिधै जवाफदेहिताको अभाव हो। आज यो विशेष खोजमूलक श्रृङ्खलामा हामी खुलासा गर्दैछौँ नयाँ बनेको सरकारको पुराना सेटिङको भित्री कथा। आउनुहोस् पहिला यो बुझौँ कि अर्थ मन्त्रालयभित्र कस्तो नीतिगत खेल खेलियो। जेठ 15, 2083 मा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले दशकौं पुरानो इभी कर प्रणालीलाई खारेज गर्ने घोषणा गरे। यसअघि नेपालमा इलेक्ट्रिक गाडीहरूमा मोटरको क्षमता अर्थात् किलोवाटका आधारमा कर लाग्ने गर्थ्यो। तर वाग्लेले यसलाई बदलेर CIIF अर्थात् गाडीको खरिद मूल्य, बिमा र ढुवानी भाडाको आधारमा प्रगतिशील कर लगाउने दाबी गरे। सरकारको तर्क थियो व्यापारीहरूले महँगा गाडीको किलोवाट घटाएर कम कर तिर्ने छिद्र बन्द गर्न यो सुधार गरिएको हो। यो सुन्दा निकै आकर्षक र सुधारवादी देखिन्छ, तर यो नीतिभित्र लुकेको चोर बाटो अर्कै थियो। भन्सार शुल्क पहिले क्षमता अनुसार 15% देखि 80% सम्म थियो। त्यसलाई सबै इभीका लागि सिधै 20% फ्ल्याट बनाइयो। अन्तशुल्क पहिले क्षमता अनुसार 50% सम्म लाग्ने अन्तशुल्कलाई पूर्ण रूपमा खारेज गरियो, 0%। अन्तशुल्क हटाएर क्लिन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फी CIIF नामक नयाँ कर थपियो, जुन मूल्यका आधारमा 2.5% देखि 130% सम्म तोकियो। अब गणितीय हिसाब हेरौँ। अर्थ मन्त्रालयले यो नीति साना गाडीहरूको मूल्यलाई कम गर्नको लागि ल्याएको बतायो, तर यसको वास्तविक मार र फाइदाको चक्र अर्कै छ। 20 लाख भन्दा कम मूल्यका गाडीमा कुल कर जम्मा 46% को आसपास झर्यो, तर 50 लाख भन्दा माथिका विलासी गाडीमा 130% सम्मको CIIF थपिँदा कुल कर 227% सम्म पुग्यो। यहीँनिर भयो नेपालकै सबैभन्दा ठूलो नीतिगत सेटिङ। बजेट आउनुभन्दा ठिक 2 हप्ता अगाडि अर्थात् वैशाखको अन्तिम सातादेखि नेपालका उत्तरी नाकाहरू विशेष गरी मुस्ताङको कोराला र सिन्धुपाल्चोकको रसुवागढी भन्सारमा अनौठो चहल पहल सुरु भयो। नेपालका लागि BYD गाडीको आधिकारिक विक्रेता साइमेक्स इन्कले हतार सयौंको संख्यामा अटो 1 र अटो 2 मोडलका गाडीहरू भन्सारतर्फ कुदाए। सशस्त्र प्रहरी बल APF ले कोराला नाकामा 774 वटा र रसुवागढीमा 2 वटा गरी कुल 776 वटा इलेक्ट्रिक गाडीहरू नियन्त्रणमा लियो। यी सबै गाडीहरू BYD ब्रान्डका थिए। संसदमा प्रतिपक्षी सांसद ज्ञानेन्द्र शाही र नेकपा एमालेकी सचिव पद्मा अर्यालले प्रमाण सहित गर्जदै आरोप लगाए कि बजेटमा करको प्रणाली किलोवाटबाट मूल्यमा परिवर्तन हुँदैछ र पुरानो व्यवस्था अनुसार यी गाडीहरू भन्सार पास गर्दा करोडौं राजस्व जोगिन्छ भन्ने अति गोप्य सूचना वैशाख 31 गते नै व्यापारिक घरानाको हातमा पुगिसकेको थियो। करका दर
हेरफेर गर्ने, करका दर नियम गर्ने नियममा अहिले धेरै यहाँ अर्थमन्त्री भइसक्नु भएको मान्छे पनि हुनुहुन्छ। कसलाई थाहा हुन्छ? नेपाल सरकारका सचिवलाई पनि थाहा हुँदैन त्यो कुरा। त्यो सीमित अर्थमन्त्री र अर्थमन्त्रीज्यूले स्वीकृत गरेका व्यक्ति बाहेक अरूलाई थाहा हुँदैन। तर आज सूचना लिक भएर 753वटा गाडी केरला नाकाबाट भित्रिन्छ। 14 गते भन्सार पास गरिन्छ, 20 गते गाडी आउँछ। अनि यो कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नभएर यो सुवाहोट चाहिँ कसले गर्यो? यो काण्ड सार्वजनिक भएपछि अर्थ मन्त्रालय र अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको सचिवालयले यसलाई चरित्र हत्याको सङ्गठित प्रयास भन्दै कडा खण्डन गर्यो। मन्त्रालयको तर्क थियो इभी आयात प्रक्रिया हप्ता दिनमा सम्भव हुँदैन। यसका लागि एलसी लेटर अफ क्रेडिट खोल्ने, उत्पादक देशबाट गाडी हिँड्ने र यातायात व्यवस्था विभागको अनुमति लिने काम महिनौँ अघिदेखि भइरहेको हुन्छ। उनीहरूले अर्को एउटा रमाइलो तर्क पनि अघि सारे। लक्ष्मी ई मोबिलिटीले पनि बजेट अघि 200वटा काई ब्रान्डका गाडी भित्राएको थियो। यदि सूचना लिक भएको भए उनीहरूले बजेटपछि कर घट्ने पर्खाइमा गाडी रोकेर राख्ने थिए, पहिले नै भन्सार पास गर्ने थिएन। डाक्टर वाग्लेज्यू, यो बाल सुलभ तर्क दिएर नेपाली जनतालाई मूर्ख बनाउन पाइँदैन। लक्ष्मी ई मोबिलिटीले कुन सेगमेन्टको गाडी ल्यायो र साइमिक्सले कुन मूल्यको गाडी ल्यायो, त्यसको वर्गीकरण खै? मुख्य प्रश्न त यो हो कि BYD का 774वटा गाडीहरू कोराला जस्तो दुर्गम र पूर्वाधार नभएको नाकाबाट अचानक किन ल्याइयो? के त्यहाँ भौतिक रूपमा गाडी जाँच गर्ने प्रविधि छैन भनेर कागजी क्लियरेन्स गराउन खोजिएको होइन? तपाईको सचिवालयले यो कुरालाई जति सुकै अस्वीकार गरे पनि तपाईको आफ्नै मन्त्रालयले चालेको कदमले दालमा केही कालो छ भन्ने पुष्टि गर्छ। भन्सार विभागका निर्देशक भूपाल राज साकेको नेतृत्वमा बनेको आन्तरिक छानबिन समितिको सिफारिसमा अर्थ मन्त्रालयले रसुवागढीका प्रमुख भन्सार अधिकृत सहित 9 जना भन्सार कर्मचारीलाई तत्कालै जिम्मेवारीबाट हटायो र सरुवा गर्यो। हाम्रो सिधा प्रश्न डाक्टर स्वर्णिम वाग्लेलाई छ, यदि कुनै अनियमितता भएकै थिएन भने बजेट आउने बित्तिकै 9 जना भन्सार अधिकारीलाई किन कारबाही गरियो? यदि कर्मचारी दोषी थिए भने कर्मचारीसम्म त्यो सूचना कसले पुर्यायो? बजेटको गोपनीयता र करको दरहरू त अर्थमन्त्री र मन्त्रालयका उच्च पदस्थ व्यक्तिहरू बाहेक कसैले थाहा हुनु नपर्ने हो। डाक्टर वाग्ले, तपाईँ अन्तर्राष्ट्रिय मञ्चमा सुशासन र संस्थागत निष्ठाको गफ दिनुहुन्छ, तर आफ्नै मन्त्रालयको एउटा कोठाभित्रको करको ड्राफ्टहरू सुरक्षित राख्न सक्नुहुन्न? यो तपाईको व्यवस्थापकीय असफलता र गोपनीयता कायम राख्न नसक्नुको अक्षम्य गल्ती हो कि होइन? यति मात्र होइन, यो काण्डको अर्को पाटो झनै डरलाग्दो छ। लोकतान्त्रिक देशमा बजेट र आर्थिक विधेयक संसदमा टेबल भइसकेपछि त्यो सार्वभौम संसदको सम्पत्ति बन्छ। संसदको अनुमति बिना त्यसको एउटा अल्प विराम वा पूर्ण विराम पनि बदल्न पाइँदैन। तर डाक्टर स्वर्णिम वाग्लेको अर्थ मन्त्रालयले संसदलाई नै बाइपास गर्दै ओभरनाइट स्याडो ड्राफ्टिङ अर्थात् रातारात करका दर परिवर्तन गर्ने अनौठो खेल खेल्यो। अर्थ मन्त्रालयको वेबसाइटमा जारी गरिएको विधेयक जेठ 16 गते अचानक हटाइयो र जेठ 18 गतेसम्म आइपुग्दा यो विधेयक 4 पटक फरक स्वरूपमा पुनः अपलोड गरियो। पूर्व अर्थमन्त्रीहरू वर्षमानले संसदमा उभिएर आपत्ति जनाए कि सामान्य टाइपिङ गल्ती सच्याउने नाममा सरकारले रातारात करका दर र ठूला नीतिगत सहुलियतहरू थपघट गरेको छ। हेरौँ मन्त्रालयले वेबसाइटबाट फाइल हटाउँदै के खेल खेल्यो। साना इभीको सडक निर्माण दस्तुर सुरुको मस्यौदामा 20 लाखभन्दा कमका इभीलाई 5% नै सडक दस्तुर राखिएको थियो। तेस्रो संशोधनमा रातारात त्यसलाई घटाएर 2.5% बनाइयो। वाग्लेले यसलाई कानुनी मस्यौदाको भुलचुक भनेर पन्छिन खोजे। जलविद्युत व्यापारमा भ्याट पहिलो ड्राफ्टमा नेपाल विद्युत प्राधिकरण र निजी प्रवर्तकहरू बीच हुने विद्युत व्यापारमा 13% भ्याट लगाइयो। जलविद्युत उद्योगीहरूको दबाव आएपछि दोस्रो संशोधनमा त्यसलाई खारेज गरेर गुपचुप रूपमा उन्मुक्ति दिइयो। पेट्रोलियम ग्रिन ट्याक्स सुरुमा पेट्रोल र डिजेलमा 10% कर लेखेको ठाउँमा चौथो पटक प्रति लिटर 10 रुपियाँ नगद बनाइयो। प्रति 70 रुपियाँ जस्तो गम्भीर कुरामा यस्तो हेलचेक्राइ? सिनेमा हल र बिमा छुट उपत्यका बाहिर खुल्ने नयाँ सिनेमा हललाई 10 वर्षसम्म आयकर छुट दिने र विद्यालय शुल्क तथा बिमा प्रिमियममा व्यक्तिगत आयकर कट्टी गर्न पाउने 17 पानाको पुरै अनुसूची सुरुको मस्यौदाबाट गायब पारिएको थियो, जुन पछि राति रहस्यमयी ढङ्गले
थपियो। प्रतिपक्षी सांसदहरूले सिधा आरोप लगाएका छन्, बजेट संसदमा प्रस्तुत भइसकेपछि पनि स्वार्थ समूह र कर्पोरेट लबिङका एजेन्टहरू अर्थ मन्त्रालय भित्रै बसेर करका दरहरू थपघट गरिरहेका थिए। डाक्टर वाग्लेज्यू, के यही हो तपाईँले प्रतिबद्धता जनाउनु भएको संस्थागत अनुशासन? संसदमा दर्ता भइसकेको विधेयकलाई पटक पटक अनलाइनबाट हटाउँदै र बदल्दै गर्दा तपाईँको विधिको शासन कहाँ गयो? तथ्य साँची छ, नेपालको अर्थ मन्त्रालयमा बजेटको अघिल्लो रात हुने यस्ता काण्डहरू नयाँ होइनन्। डाक्टर स्वर्णिम वाग्लेले जे गरे त्यो विगतकै कुरूप इतिहासको निरन्तरता मात्रै। आउनुहोस् इतिहासका यी 3वटा घटनालाई तुलना गरेर हेरौँ, जसले नेपालको बजेट निर्माण कसरी कर्पोरेट कब्जामा पर्छ भनेर देखाउँछ। पहिलो घटना 2022 को जनार्दन शर्मा सीसीटीभी काण्ड। 28 जेठ 2079 को राति तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयको बजेट निर्माण कक्षामा रघुनाथ घिमिरे नामका एक अवकाश प्राप्त तल्लो तहका भन्सार कर्मचारी र एक व्यापारिक घरानासँग जोडिएका चार्टर्ड अकाउन्टेन्टलाई भित्र छिराए। उनीहरूको इसारामा सेनेटरी प्याड र इभी गाडीको कर हेरफेर गरियो। जब संसदले सीसीटीभी फुटेज माग्यो, मन्त्रालयले 13 दिनमै फुटेज अटो डिलिट भएको लाचार जानकारी गरायो। चर्को दबावपछि शर्माले राजीनामा दिए। संसदीय समिति बन्यो, तर सत्तापछिको बहुमतले उनलाई चोख्यायो र उनी पुनः मन्त्री बने। दोस्रो घटना 2023 को डाक्टर प्रकाश शरण महत विवाद। ठ्याक्कै अर्को वर्ष नेपाली काङ्ग्रेसको अर्थमन्त्री डाक्टर प्रकाश शरण महतमाथि पनि बजेटको अघिल्लो रात करको दर चलाउन रामकृष्ण श्रेष्ठ नामका एक अवकाश प्राप्त नासुलाई बिकीका रूपमा भित्र हुलेको आरोप लाग्यो। संयोग कस्तो पर्यो भने बजेट आउनुभन्दा 2 हप्ता अघि नेपालका भन्सारबाट ठिक 100 किलोवाट क्षमताका 1100 भन्दा बढी इभी गाडीहरू हतार पास गरे। बजेटमा 50 देखि 100 किलोवाटका गाडीको कर बढाइयो र 100 भन्दा माथिको घटाइयो। महतले रामकृष्ण श्रेष्ठ टाइपिङका लागि मात्र आएको भन्दै बचाउ गरे र प्रतिपक्षले बेनिफिट अफ डाउट दिँदा उनी जोगिए। तेस्रो घटना 2083 को डाक्टर स्वर्णिम वाग्ले काण्ड। र अब आज सुशासनको नारा दिएर आएका रासपाका अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको पालो। यहाँ पनि शैली उही छ। बजेटको अघिल्लो साता बीआईडीका 776 गाडी नाकामा आइपुग्नु, अनलाइनबाटै कागजी क्लियरेन्स हुनु र संसदमा दर्ता भइसकेको विधेयक 4 पटकसम्म संशोधन हुनु। हामी एउटा लोकतान्त्रिक मुलुकमा छौँ। लोकतन्त्रको सुन्दरता नै के हो भने सरकारले गरेका गल्तीहरूको सिधा प्रश्न गर्न पाइन्छ र सरकारले नागरिक र जनताप्रति उत्तरदायी हुनुपर्छ। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले संसदमा उभिएर अर्थमन्त्री वाग्लेको पूर्ण बचाउ गर्दै यो बजेट देशको आर्थिक रूपान्तरणका लागि कोसे ढुङ्गा भएको र करको दरमा कुनै घोटाला नभएको दाबी गरे। तर प्रश्न करको दरको मात्र होइन मन्त्रीज्यू, प्रश्न प्रक्रिया र नियतको हो। जब बजेटको सूचना चुहिएर एउटा निश्चित व्यापारिक घरानालाई फाइदा पुग्छ, जब नाकामा खटिएका 9 जना कर्मचारीलाई सरुवाएर कारबाही गरिन्छ, तब त्यो निर्णय प्रक्रियाको नेतृत्व गर्ने अर्थमन्त्री चाहिँ पानीमाथिको ओभानो बन्न मिल्छ? नेपालको राजनीतिमा एउटा घातक प्रवृत्ति स्थापित भइसकेको छ। सानालाई ऐन, ठुलालाई चैन। भन्सारका सुब्बा र अधिकृतलाई कारबाही गरेर मुख्य दोषीलाई जोगाउने खेल लोकतन्त्र हुन सक्दैन। नैतिकता र जवाफदेहिताको माग के हो भने जब तपाईँको मन्त्रालयमाथि यति ठुलो संस्थागत सङ्कट आउँछ, तपाईँले पदबाट राजीनामा दिएर निष्पक्ष छानबिनका लागि बाटो खुला गर्नुपर्छ। राजीनामा नदिनुको सिधा अर्थ हो नेपालमा नयाँ शक्ति भनिएकाहरूमा जवाफदेहिता र नैतिकताको चरम अनिकाल छ। सत्ताको कुर्सीमा पुगेपछि सुशासनका सबै एजेन्डाहरू सिंहदरबारको मूल ढोका बाहिरै अलपत्र पर्ने रहेछन्। सुशासन फेसबुकको स्ट्याटस र टिकटकमा सङ्कलन गरिने लाइक र कमेन्टबाट चल्दैन। इतिहासले कोरेका सीमा रेखाहरू र देशको अर्थतन्त्रलाई जोगाउन संस्थागत अनुशासन चाहिन्छ। प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेज्यू, जनताले तपाईँहरूलाई पुरानै दलको कुरूप इतिहास दोहोर्याउनको लागि मत दिएको होइन। यो देशमा लोकतन्त्र छ, नागरिकहरू अझै सुतेका छैनन्। जबसम्म यो कर घोटालाको निष्पक्ष छानबिन हुँदैन र अर्थमन्त्रीले नैतिक जिम्मेवारी लिँदैनन्, तबसम्म सुशासनको हरेक गफ केवल एउटा नयाँ स्टन्ट मात्र साबित हुनेछ। तपाईँहरूलाई के लाग्छ? के डाक्टर स्वर्णिम वाग्लेले गोपनीयता जोगाउन नसकेको र मन्त्रालयमा भएको यो भद्रगोलको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्छ?